कहाँ आयो गुसा दाई क्या ल्यायो सोधी भारी ए कता भारी ओ बाफ रे यत्रो सक्छ ए गुसा बाई नुन घरै गएर ल्याउँदा ए बाई त गुसा बसेर गयो त चिसो हुन्छ चप्पल त पाइदिँदा हौ ए हन्डा हन्डा তুমি কত যাও হ্যাঁ কত যাও কত যাও নে এই গাড়ি না ময়লা रहने गुस्सा ले आओ ता गुस्सा भयो भाइ तैनुन हाँ तेन गया क्या ला तुले ओखर ए क्या ओखर ल्याई ढुङ्गाले खने ल्यायो कि त्यो अनि त्यो दाँतले ढुङ्गाले के ल्यायो घर ओखर मैं घर फुटाउने फुटाइने क्या हान्ने खाने कि तेल निकाल्ने तेल ए गाई चरो हाम्रोतिर होइन ओखर फुटालेर तेल निकाल्छन् अनि तेल किन्नु पर्दैन के अनि ओखर फुटाल्छन् फुटाले मिजुला निकाल्यो भने त्यहीबाट तेल बनाएर खान्छ नि सानो नानी बाबु हेरहरू बुसा लेकबाट आइरहेको छन् भारी बोकी ल्याएर कसैले चोती ल्याएछन् कसैले सिमी ल्याएछन् कसैले ओखर ल्याएछन् गाह्रो छ गाई चरो होइन उकालो छ गाउँ अझै टाढा छ ऊ त्यो माने त्यो घर देख्छ त्यहाँ हो के गर्ने तिमी कहाँ आऊ तै गाई चरो गाह्रो छ धेरै उकालो बल्ल पाउनु लाग्यो तिमी कहाँ आऊ छि नक्को टेन्थ्यो हेरेर कतै आऊ कतै सेल्टर त के लिएको आऊ पसल दाइ बजार क्या किन्न गऊ तुम कहाँ आऊ कहाँ आऊ हाँ बजार त मोल किनेर ल्याऊ बजार गएर क्या किनेर ल्याऊ हाँ लाज भन्ने हौ उडेर दाइ यहाँ ओ बाबु राम्बी आयो राम्बी तँ गएको छ रे सानो नानी बाबुहरू यस्तरी भारी बोकेर आइरहेछन् गुसालेबाट तँ कहाँ आए गाउँतिरका बच्चा बच्चीहरू आइमाईहरू यस्तै यिनीहरू हेर साथीहरू लाज मान्ने हुन्छ सहर बजार जस्तो हुँदैन फ्याटो बोल्ने हुँदैन यहाँ लाज मान्छन् भिडियो बनाउनु नि हरूका लाज मान्ने त्यस्तै हुन्छन् यो के त्यो हातमा के त्यो हातमा यो क्या हो यो ए नि क्या धान तिमी घर कति घन्टामा पुग्ने हौ कति घन्टा लाग्छ आधी घन्टा अनि गुसादेखि घर आउन कति घन्टा लाग्छ 3 घन्टा बाप रे बाप तिमीहरू कतिखेर गयौ कतिखेर गयौ बिहान गएको वहीँ खाना खाएको ए यो के हो घाँस हो क्या गर्ने हो क्या गर्ने हो घचिम्ने यो घाँसले घचिम्दैन ए बाबु अरे के लाज भन्नु भयो तपाईँले के हो यसको नाम के हो लाज्नु गरे नल के गर्छन् यसले घर सिप्छन् त्यो के कुर्टो ल भोलि भेटौँला है